आज हामी बारी खेत अनुगमन कृषि अनुगमन कतिको तरकारी फलिरहेछ त कृषकहरूले कतिको लगाइरहनु भएको उत्पादन गरिरहनु भएको भनेर हेर्न मात्रै भिडियो दिएको बिउ बिजनको कतिको सदुपयोग भइरहेको छ। उयो त्यहाँबाट के लगाउनु भएको होला भाइ जानकारी ल के भन्न चाहन्छौ तिमी? गाउँ डुल्दै बिदाको दिन सार्वजनिक तोरी बारी खोज्दै हिँडेको खासमा त्यो तोरी बारीमा पुग्नु छ। हामी यहाँ छौँ हेर्नु कति राम्रो छ हेर्नु गाउँ। तपाईँहरू बजार बजार भन्नुहुन्छ नि हेर्नु गाउँ हेर्नु गाउँ छोडेर यस्तो स्वच्छ हावापानी छोडेर कहाँ जानु क्या त्यो बजारको ठुलो कृषि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ हामीले। यो अरूबाट नभएर आफैबाट सुरुवात गर्नेछौँ। हात गल्दो रहेछ यसरी समाउँछ। यो चाहिँ हामीले वितरण गरेको बिउको सदुपयोग हेर्नु कति राम्रो उत्पादन भइरहेको है। कुनै पनि विषादीको प्रयोग गरिएको छैन। यसमा फेरि अर्ग्यानिक नै हो, एकदम प्योर। थकै लाग्दो रहेछ कि तर कति राम्रो हेर्नु न यहाँ गाउँ हेर्नु न यहाँ तोरीबार त अझै टाढो रहेछ भाइ। उहाँ त खोला तर्नुपर्छ अझ एउटा मिस हेर्नुहोस् त्यहाँ फापर खेती पनि रहेछ। खै फापर एसबी पाइपबाट पानी ल्याएर पनि खेती गरिरहेको अवस्था छ। आउनुहोस् हाम्रो गाउँपालिकामा आउनुहोस्, तपाईँलाई स्वागत छ। यस्तो राम्रो छ गाउँपालिका ठाउँ। डाँडा काँडा हरियाली स्वर्गको एउटा टुक्रा नै छोड्या यही हो कि टुक्रै यही हो कि स्वर्ग जान अन्त जानै पर्दैन यही हो होइन। झन्डै बाटो बिराइसकेका थियौँ यहाँ खेत हिँड्दा हिँड्दा गाउँ त छ राखेन नलगेर